बन्दुकै फेरिकन आउनुभयो त राजा। पड्कन त पड्किन्छ नि। मधु, म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु अनि तिम्रो सिउँदोमा मेरो नामको सिन्दुर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउनेछु। राजा साहेबलाई तेरी छोरी मन पर्यो। छोरीको नत्थीको मोल कति राखेकी छेस? आफ्नो छोरीकन कसैले बेच्छ? यो त राज साहबकन चढाउने प्रसाद हो। नत्थीको उमेर पुगिसकेपछि राजा साहेबलाई खबर गर्नु।